गुन्डु स्थित महेश बस्नेत घरमा जेनजीहरूले यसरी ध्वस्त गरेका छन्। यो चाहिँ गुन्डु स्थित महेश बस्नेत नेकपा एमालेको छ सबै चाहिँ सबै ध्वस्त बनाएको छ। ध्वस्त बनाएको अवस्था सबै यस्तै आगो लगाएर ध्वस्त बनाएको छ। महेश बस्नेत घर यो गुन्डु स्थित महेश बस्नेत घर। गुन्डु स्थित नेकपा एमालेका चाहिँ पोलिट ब्युरो सदस्य राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतको यो भक्तपुरको गुन्डु स्थित घरमा जेएनजीहरूको आन्दोलनमा ध्वस्त बनाइएको रहेछ। यो चाहिँ है